भइरहेछ नि के आउँछ के कसरी हराउने पुरै स्ट्रिम गर्ने भइरहेको छ अब ओभर ल्याएर चाहिँ स्ट्रिम गर्ने स्ट्रिम टाइपको आयो क्या उता बनाउँदैन त्यो त हट्दैन नि यो छैन ब्याकै हुँदैन नि त के युज गरे पो ब्याक हुन्छ अस्ति कसको भयो ल ठिक छ अब हामीले एलवाई भनेको यही डिस्टेन्ससम्म हो होइन एलवाई भनेको यो यहाँ रिभार छ नि यहाँ रिभार यहाँदेखि लिएर यहाँसम्मको डिस्टेन्स हो ल रेक्ट्याङ्गल लिने ठिक छ खोइ माउस दिनु मलाई कति थियो यो 10,400 ट्याब यो कति थियो 4,000 + 200 + 200 कति हुने भयो 4,400 केही डाउट अनि यहाँ तल जाने अघि 10,000 मात्रै लियो त नि यो डिसाइज ल्याएको अहिले पहिले यो ल्याएको थियौँ 10,400 10,400 लिएन नि त हामीले 10,000 मात्रै लियो 10,400 ल्यायो है ओ इन्टर गरेर कति लिने 200 लिने म 1 बाई स्ल्याब भनिदिन्छु 2 बाई स्ल्याब तपाईँहरूले आफै गर्ने है सेम छ ल अब यसलाई चाहिँ 50 mm मैले के गरेँ डाउन गरिदिएँ यहाँबाट के डाउट छैन लाइन कमान्ड लिए यहाँबाट यहाँसम्म यहाँ स्ल्याबमा जता राख्दा पनि भयो सर्टेन टाइममा 50 mm यो अफसेट गरे हो परेन ल ल यहाँसम्म त आयो होइन अब हेर्नु त यो डन्डी यता गरेर यतातिर बेन्ड गर्नु पऱ्यो हामीलाई हो कि होइन ल अब हामी के गर्ने हो लाइन कमान्ड लिने हो तपाईँले हेर्न सक्नुहुन्छ यहाँदेखि लिएर यहाँसम्मको डिस्टेन्स 415 छ मैले यहाँबाट 415 माथि लिएँ के डाउट छैन नि छैन मैले एउटा रिफ्रेस दिएँ लाइन लिएँ यसलाई यहाँ गरेर मैले यसलाई अफ गरेँ हेर्नुहोस् यो भनेको 100 mm हुन्छ लाइन डिस्टेन्स ठिक छ 120 सम्म राख्दा हुन्छ तर 100 देखि 120 सम्म जहिले नि क्र्याङ्कको लेन्थ है ल ट्याप गरेँ र यसलाई चाहिँ 135 डिग्रीमा मैले बेन्ड गरेँ के डाउट अब यो लाइनलाई मैले के गरेँ क्लिक गरेर अर्थो मोडलाई अफ गरेर यहाँसम्म टच गरेँ के डाउट डिलिट गरिदिनु बन्यो है ओ इन्टर गरेर हामीले अफसेट फालिदिनुपर्छ कतिको अफसेट हो यो बिचको 250 mm को हो सो 250 mm को हामीले के गर्नु पर्यो अफसेट फालिदिनु पर्यो के डाउट छैन ल अब हामीले के गर्नु पर्यो यसैलाई मिरर गरिदिने एमआई इन्टर मिडकोबाट डाउन गरेर म गरिदिने मुभ गर्ने यो 415 हो उल्टो यसलाई यहाँ राख है के डाउट छ यसलाई म डिलिट गर्छु ल अहिलेको लागि यहाँबाट 415 हो नि त हाम्रो होइन 415 415
ठ्याक्कै आउँदैन नि त होइन। अनि सर यस्तो भयो होला उल्टो भयो नि सर त्यो ऱ्याङ्क चाहिँ उल्टो भयो नि के उल्टो भयो? ऱ्याङ्क ठिक छ, उल्टो भएन। त आफै त्यो अघि गरेको जस्तो अब यहाँनिर गर्ने यसलाई चाहिँ जोडिदिने क्या डाइरेक्टली। यो पनि एक्सटेन्ड गरिदिनु। ल कसैलाई के डाउट छ भन्नुहोस्। छ इजी छ। अब अर्को एउटा लाइन तान्दिने ठ्याक्कै सेन्टरबाट जहाँ तान्दा हुन्छ। त्यो चाहिँ डिस्ट्रिब्युसन बार सेन्टर भएन जहाँ तान्दा हुन्छ। जहाँ यसलाई अब डिलिट गरिदिने। ल के डाउट छ ल भन्नुहोस् त। यो पनि बनाउनु नै भएको छ तपाईँहरूले है, यस्तो बनाउन सक्नुहुन्छ। रिइन्फोर्समेन्ट हालेको चाहिँ त्यति हो। क्रयाङ्क पनि गाह्रो रहेछ क्र्याङ्कमा अब यो क्र्याङ्क गर्नुभयो। अब 2 स्ल्याबको हेर्नुहोस् है। कसैसँग हेरौँ न कसको के क्रयाङ्क पनि कहाँबाट लाग्यो यस्तो क्रयाङ्क के हो यो नि हो के सेम यस्तै हो। सेम सेम 45 गर्ने हो, 45 डिग्री गर्ने हो, सेम त्यस्तै गर्ने हो। अनि लेन्थ चाहिँ यसको लेन्थ गिभेन छ अनि सेम। त्यही 100 राख्ने होइन यो क्रयाङ्कको लेन्थ चाहिँ यहाँबाट 415 जति राख्नु भएको छ नि, सेम त्यस्तै गर्ने हो। ल यो सक्नुभयो भने तपाईँले यो पनि सक्नु पऱ्यो। यति गरेर ल्याउनुहोस् भोलिसम्म। यहाँ यो दुईवटा सिम्पली सपोर्टेड 2 स्ल्याब। अनि भोलि तपाईँको सेप्टिक ट्याङ्क र यो गरौँला अनि यो तिनवटा सक्नुहोस्। साथै यो यो त तपाईँको जाली राखेको छ। यो तपाईँको 650 यहाँबाट 850 यहाँबाट। अनि तपाईँले 150 सेन्टर गिभेन छन्, 150 सेन्टर गिभेन छन्। बुझ्नुभयो होइन? गर्नुहोस् यहाँसम्म गर्नुहोस् होइन। केही डाउट भयो भने सोध्नुहोस्। यो घरमा अब काम त छ, इक्जाम त छैन। अब छैन, अब घरमा जोड मेहनत गर्नु। यति छ होमवर्क होमवर्क समरी कलेजको